कोरियाको चाहिँ स्याउ फारमहरू देख्न सक्नुहुन्छ हैन। यस्तो खतरा खतरा व्यवस्थित हुन्छ क्या स्याउ फारमहरू, यस्तो खतरा गरेर चाहिँ यो एरिया चाहिँ हुन्छ नि, यो पुरै चाहिँ स्याउ हुने रहेछ क्या। नेपालको चाहिँ मनाङ मुस्ताङ र जुम्ला जस्तै भने जस्तै हैन, यहाँको चाहिँ यो ख्याङसाङ फोक्दोको खिम्सन चाहिँ एकदम जुम्ला जस्तै मनाङ मुस्ताङ जस्तै स्याउको एकदम प्रख्यात ठाउँ रहेछ क्या। यस्तो स्याउ यस्तो ठाउँमा यस्तो स्याउको बगैँचाहरू फार्महरू हैन, यस्तो पानी सिँचाइ गर्ने तरिकादेखि लिएर हरेक हैन यस्तो गरेर हुन्छ क्या हैन। अनि यहाँ आरु हैन, यो आरु बगैँचाहरू यस्तोहरू आरु बगैँचाहरू यस्तो पानी सिँचाइदेखि लिएर हरेक कुराहरू हैन। यहाँ टक्क माथि सिसी क्यामेरा पनि राखिरहेछ। यस्तो चाहिँ हुनु पर्यो क्या, यो व्यवस्थित गर्नु पर्यो क्या। हरेक कुरा हैन गर्ने हाम्रोतिर हैन यस्तो हुन्छ क्या। अब बुटाहरू रोपिदिन्छन् हैन, बुटाहरू रोपेपछि अब कति वर्ष लाग्छ, फल्छ हैन, आफै फल्छ आफै हुर्कन्छ हैन। कति भेडाले खान्छ हैन, कति गोरुले खान्छ, कति बाख्राले खान्छ हैन। त्यो खासै त्यो मतलबै हुँदैन। रोप्यो अब जुन दिन त्यो बुटा रोपेर छोडिदिएपछि हैन, जुन दिन त्यो बुटाले फल दिन थाल्छ हैन, त्यो दिनमा गएर त्यो फल ल्याउन मात्रै टिप्न मात्रै गइन्छ क्या। अब बुटा त्यसको लागि हल्का व्यवस्थित आफूले गर्नु पर्यो, किसानहरूले ध्यान दिनु पर्यो हैन। हाम्रोतिर चाहिँ त्यस्तो हुन्छ हैन। अब त्यो व्यवस्थित गर्नु पर्यो क्या। पानी मान्छेहरू हाम्रोतिर के हुन्छ भने पानी स्याउलाई पानी भन्ने हुन्छ हैन। स्याउलाई पानी चाहिँ 1 महिना हाल्ने, रोपेको 2 महिना हाल्ने, सकियो क्या हैन। त्यो पानी पनि हल्का त्यो स्याउ फलन्जेलसम्म सधैँ हालिराख्नु पर्यो। मतलब ठुलो रुख भइसक्यो भने हैन स्याउलाई पानी दिइराख्नु पर्यो क्या। कतिखेर अभाव हुन्छ थाहा हुँदैन नि त हैन। त्यही भएर ठुलो भइसक्यो भने पानी दिइराख्नु पर्यो क्या। यो यस्तो खाले हैन नेपालमा पनि गर्न पाइदिए भयो हैन। महिनाकै हैन वर्षकै कति पैसाहरू भित्र्याउन सकिन्थ्यो होला क्या, आर्जन गर्न सकिन्थ्यो होला जस्तो लाग्छ हैन। स्याउ त गरिन्छ हैन, तर व्यवस्थित गर्नु पर्यो क्या जस्तो लाग्छ क्या मलाई। स्याउ त हुन्छ हैन, हाम्रो ठाउँमा कति हुन्छ हैन, तर त्यसलाई चाहिँ व्यवस्थित गरेर हैन एकदम हैन त्यो भेडा गोरुहरू छोड्ने के हुन्छ हैन, त्यसलाई चाहिँ व्यवस्थित मिलाउनु पर्यो जस्तो लाग्छ क्या मलाई चाहिँ हैन। यता पुरै स्याउहरू छ हैन, यता पुरै स्याउहरू छ। उतातिर अहिलेको मैले देखाएको त्यो कम्पनी भयो हैन, यतातिरको त्यो पुरै च्याउ कम्पनी हो क्या। अनि त्यहाँबाट आएर यहाँ पनि यो पनि पुरै च्याउ कम्पनी हो हैन। चाहिँ उता माथितिर पनि पुरै स्याउ फारमहरू छ क्या। यो एरिया चाहिँ हैन पुरै स्याउ फारमको लागि अनि एकदम राम्रो क्या। देख्न सक्नुहुन्छ हैन, यो जिनो रुखलाई काटेर हैन भर्खरको बुटाहरू रोप्दैछ क्या। जिनो रुखलाई पुरै काटेर हैन यो बीचमा बुटा रोप्दैछ। अब केही टाइम पछि फल्छ होला हैन। यस्तो व्यवस्थित गरेर हैन पुरै खतरा बनाइरहेछ क्या।